र क्षतिपूर्तिको व्यवस्था गर्न यहाँ भेला भएका जनसमुदाय तपाईहरू आदरणीय व्यक्तित्वहरू महानुभावहरू जो आन्दोलित हुनुहुन्छ तपाईहरूसँग एकैबद्धता प्रकट गर्न हामी यहाँ उपस्थित भएका छौँ। यस्तै आन्दोलन सङ्घर्षको रूप नागमा जुम्ला जिल्ला र कालीकोट जिल्लाको सङ्गम स्थल नागमा जहाँ सिन्धा हुँदै मुगु जुम्ला जाने बाटो अहिले अवरुद्ध छ। शान्तिपूर्ण ढङ्गबाट त्यहाँ पनि मृतकप्रति सहानुभूति, पीडित परिवारप्रति पूर्ण सहानुभूति र समवेदना प्रकट गर्नको लागि त्यहाँ पनि जनसमुदाय आन्दोलित भएको छ, सङ्घर्षरत छ र हामी सुर्खेतको यो वीरेन्द्रनगरमा एरी चौकमा जुन आन्दोलन जुन सङ्घर्ष गरिरहेका छौँ, जबसम्म हाम्रा मागहरू पुरा हुँदैनन्, सम्बन्धित समिति र पीडकले जबसम्म हाम्रो माग सम्बोधन गर्दैन, कानुनी कारबाही हुने कुरा एकातिर छ भन्ने पनि हामीले केही माग राखेका छौँ। पीडित परिवारलाई राहत, अब संसार छोडेर गइसकेको दुर्भाग्यपूर्वक गइसकेका मानिस जो पीडित परिवारका अभिभावक कालीबहादुर केलाई त हामी यो धरतीमा कसैले पनि चाहेर पनि फर्काउन सक्ने अवस्था हुन सक्दैन। उहाँ दिवंगत भइसक्नुभयो। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै यो जुन आन्दोलन र सङ्घर्ष छ न्यायका लागि गरिएको शान्तिपूर्ण आन्दोलनमा हामी अहिले मैले उच्चारण गरेका हामी साथीहरू, राजनीतिक कर्मी, जुम्लावासी सम्पूर्ण अझ भन्नुपर्दा साबिकको सिङ्गो कर्णाली भाग विफल भएको छ र तपाईँ पीडित परिवारप्रति हाम्रो पूर्ण सहानुभूतिका साथ उहाँको आत्माको शान्तिको साथसाथै पीडित परिवारलाई न्याय दिलाउनका लागि क्षतिपूर्ति र राहत दिलाउन र पीडकलाई सख्त कारबाही होस्, कानुनी कारबाही होस् भन्ने मागसहित यो सङ्घर्षलाई माग पुरा नभएसम्म जारी राखौँ भनेर तपाईँहरू सबैमा अपिल गर्न चाहन्छु। धन्यवाद, नमस्कार।